नमस्ते। कथा दर्शनको यो अङ्कमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकबिन, यहाँहरूलाई जानकारी नै छ कि यो कार्यक्रममा हामी हाम्रो दैनिक जीवनमा आइपर्न सक्ने अवस्था या समस्यालाई बुझ्न वा त्यसको समाधान गर्न सल्लाह, सुझाव र उपाय सुझाउने हिन्दू सनातन शास्त्रमा उल्लेख भएका कथाहरू प्रस्तुत गर्दछौँ। आउनुहोस् आजको सन्दर्भ सुरु गरौँ। संयोगवश आजको हाम्रो यो कथाको सन्दर्भ नेपालको अहिले पछिल्लो राजनीतिक सन्दर्भसँग पनि अलिअलि मेल खान गएको अवस्था छ। दर्शकबिन, हाम्रो देशमा अहिले एउटा फरक खाले संक्रमणकालीन अवस्था सृजना भएको छ। देशका युवा पुस्ताले गरेको भ्रष्टाचार, बेतिथि र बेइमानीका विरुद्धको आन्दोलनले यो नयाँ अवस्था सृजना गरेको हामीले बुझेकै छौँ। युवाहरूको त्यो विरोध वास्तवमा देशका सत्तासीन र शक्तिको भूमिकामा भएका नेताहरूको भ्रष्ट चरित्र र बेतिथिका विरुद्ध थियो। सुरुदेखि नै भ्रष्ट चरित्र भएका नेताहरूमा त त्यो कुरा स्वाभाविक रूपमा मौलाएर आएको हुन सक्छ, तर सुरुवातदेखि नै नियत खराब नभएका नेताहरूमा समेत बिस्तारै बिस्तारै बेइमानीले घर गरेको हामीले देखिआएका छौँ। त्यसका धेरै कारणहरू छन्। तीमध्ये एउटा मुख्य कारण चाहिँ के थियो भने गलत नियत भएका अथवा भ्रष्ट अथवा स्वार्थी र बेइमानी चरित्र भएका व्यक्तिहरू ती शक्तिशाली नेता या व्यक्तिको गुलामी गर्छन्, तिनको नजिक हुन्छन्, तिनको भक्त हुन्छन् र उनीहरूको सुरक्षामा रहेर त्यसैको आडमा राष्ट्रघाती, जनविरोधी, भ्रष्ट र बेइमानयुक्त हरकत गरिरहन्छन्। यसरी शक्तिशाली व्यक्तिहरू जस्तै प्रधानमन्त्री, मन्त्री र त्यस्तै अन्य नेताजीहरूको नजिक भएर तिनको गुलामी गरेर र तिनको भक्त भएर तिनीहरूको सुरक्षा र संरक्षणमा रहेर देश र जनता विरुद्ध भ्रष्टाचार गर्ने, अपराध गर्ने, बेइमान गर्नेहरूलाई कसरी ठेगान लगाउने त? यही विषयलाई आज हामीले हाम्रो प्रसङ्ग बनाएका छौँ। त्यसैले हामीले आजको जिज्ञासा बनाएका छौँ। हामी हरेक कार्यक्रमलाई सहज बनाउनका लागि एउटा प्रश्न सृजना गर्ने गर्छौँ, एउटा जिज्ञासा खडा गर्ने गर्छौँ र त्यसको समाधान हामी हाम्रो कथामा खोज्छौँ भन्ने यहाँहरूलाई जानकारी नै छ। त्यसैले आजको हाम्रो कार्यक्रममा हामीले जिज्ञासाको रूपमा एउटा प्रश्न खडा गरेका छौँ। त्यो के भने, शक्तिशाली व्यक्तिको भक्तिले सुरक्षित भएर बेइमान गर्नेहरूलाई ठेगान लगाउन के गर्नुपर्छ? त्यसैले यसको उपायका बारेमा सल्लाह दिने हाम्रो सनातन शास्त्रमा धेरै कथाहरू छन्। तीमध्ये शिव पुराणको रुद्र संहिता अन्तर्गत युद्ध खण्डमा उल्लेख भएको यो कथा, जो यहाँहरूले सुनि पनि रहेको हुन सक्नुहुन्छ, हामी यहाँ आज प्रस्तुत गर्दैछौँ। आउनुहोस् आजको कथा सुरु गरौँ। यो कथाले हामीलाई आजको हाम्रो जिज्ञासाप्रति कस्तो सल्लाह दिन्छ, कस्तो जवाब दिन्छ, त्यो पनि विश्लेषण गरौँ। धेरै अघि तारकासुर नाम गरेका एक दैत्य थिए। त्यो तपाईँ हामीले हाम्रा विभिन्न कथाहरूमा सुनेकै छौँ। आफ्नो शक्तिद्वारा उनले तीनवटै लोकमा विजय प्राप्त गरेर देवता, ऋषिमुनि र धर्मात्माहरूमाथि ठुलो अत्याचार र अन्याय गरेका थिए भन्ने कुरा पनि हामीले पढेका छौँ। र ती तारकासुर भन्ने दैत्यलाई शिवका पुत्र कुमार कार्तिकेयद्वारा वध गरिएको थियो। र तिनै तारकासुरका 3 जना पुत्रहरू थिए। उनीहरूको नाम थियो तारकाक्ष, कमलाक्ष र विद्युन्माली। उनीहरूले आफ्ना पिता तारकासुरको वध देवताहरूको कारणले भएको हो भन्ने थाहा पाएर उनीहरू देवताप्रति क्रुद्ध भए र आफ्नो पिताको हत्याको बदला लिने उनीहरूले टुङ्गो गरे। त्यसपछि त्यो बदला लिनका लागि त शक्तिशाली हुनु पर्यो। त्यसकारणले उनीहरू आफ्नो आवश्यक शक्ति आर्जन गर्नका लागि मेरु पर्वतमा गए र पितामह ब्रह्माको कठोर तपस्या गरे। उनीहरूको कठोर तपस्याबाट पितामह ब्रह्मा खुसी भए र उनीहरूलाई वरदान दिनका लागि उनीहरूका सामु उपस्थित भए र भने, हेर दैत्यहरू हो, तिमीहरूको यो तपस्याबाट म खुसी भए, ल इच्छा के लागेको छ तिमीहरूलाई, वर माग आफूलाई इच्छा भएको। ब्रह्माजीको यस्तो कुरा सुनेपछि उनीहरूले ब्रह्माजीसँग एकै मुख लागेर 3 जनाले भने,
हे ब्रह्मदेव, हामी अवध्य हुन सकौं, अथवा हामीलाई कसैले मार्न नसकोस्, अथवा हामी अमर बन्न सकौं, यो माग राखे। तर पिता ब्रह्माले धरतीमा जन्म लिइसकेपछि कोही पनि अमर हुँदैन। सबैले एउटा न एउटा कारणले त मृत्युवरण गर्नै पर्छ। त्यसैले गर्दा तिमीहरूलाई म यस्तो कहिल्यै नमर्ने वरदान दिन सक्दिन भनेर सम्झाए। र के भने बरु तिमीहरू कस्तो अवस्थामा मृत्युवरण गर्न चाहन्छौ त्यसको कन्डिसन चाहिँ बरु बताओ, को द्वारा कहिले कहाँ मृत्युवरण गर्न हामीलाई इच्छा छ भन, त्यस अनुसारको म वरदान चाहिँ प्रदान गर्छु, नत्र अमर हुने वरदान चाहिँ म प्रदान गर्न सक्दिन भनेर ब्रह्माजीले भनेपछि ती तारकासुरका 3 पुत्रहरूले 3वटा माग राखे। माग पनि अत्यन्त कठिन कठिन राखे। पहिलो माग उनीहरूले भने कि आफूहरू 3 जनाका लागि विशेष प्रकारका भिन्न भिन्नै नगर अथवा पुर भन्ने गरिन्दो रहेछ त्यतिखेर, तिनीहरूको चाहिँ निर्माण हुनुपर्छ। र उनीहरूले आफूलाई कसलाई कस्तो खालको नगर पनि भनेर क्याटेगोराइज पनि गरे। उनीहरूले भने तारकाक्षको लागि सुनको, कमलाक्षको लागि चाँदीको र विद्युन्मालीका लागि फलामको नगर चाहिँ बनोस्। फेरि कस्तो प्रकृतिको भन्दा कसैले ध्वस्त गर्न नसक्ने, आपसमा चलायमान रहने अथवा घुमिरहने, धन सम्पत्ति अस्त्र शस्त्र र वैभवले सम्पन्न भएको यस्ता खालको पुरको निर्माण होस्, हामीलाई नगरको निर्माण होस् भनेर पहिलो वरदान मागे। दोस्रो मागे यी 3वटा नगर अथवा पुरहरू मध्याह्नको मध्य दिनको अभिजित मुहुर्तमा चन्द्रमा पुष्य नक्षत्रमा भएको बखतमा 1000 वर्षमा एक पटक मात्र एउटा लाइनमा परुन्। हेन्स कन्डिसन, एउटै लाइनमा घुमिरहन्छन् तिनीहरू र घुमिरहँदाखेरि एउटै लाइनमा पर्ने समय पनि उनले तय गरे, सिचुएसन। र तेस्रो उनीहरूले के मागे भने जब त्यो पुष्करावर्त नाम गरेको एउटा कालो बादलबाट चाहिँ पानी बर्सिरहेको बखत ती 3 पुरहरू जब एक लाइनमा परेका हुन्छन्, अरु सबै कन्डिसनहरू मिलेर, त्यो बेला मात्र फेरि कसले, भगवान शिवले कस्ता ठाउँमा बसेर, असम्भव प्रकृतिको रथमा बसेर, जोसुकैले बनाउन नसक्ने खालको रथमा बसेर चलाएको एउटै बाणबाट मात्रै ती हाम्रा पुरहरू नष्ट हुन् र हामी पनि त्यसै समयमा मृत्युवरण गर्न सकौं। यसरी अत्यन्त आफूलाई सुरक्षित हुने खालको अत्यन्त अप्ठ्यारो र जटिल अवस्थाको मृत्यु उनीहरूले मागे। तर पिता ब्रह्माले त जस्तो सुकै कन्डिसनको मृत्यु रोजे पनि दिने भनेकै थिए। त्यसैले पिता ब्रह्माले तथास्तु भनिदिए र उनले चाहिँ दैत्यहरूका शिल्पीकार थिए, उनको नाम हो मय दानव, उनलाई बोलाएर अनि ती 3 जना दैत्यहरूका लागि उनीहरूले भने अनुसारको नगर बनाउन लगाएर ब्रह्मदेव आफ्नो लोकतर्फ गए। अब हेर्नुहोस्, तारक पुत्रहरू 3 जना अब अति खुसी भए, किनभने उनीहरूलाई लाग्यो कि अब हाम्रो मृत्युको अवस्था त कहिले आउँदै आउँदैन। यस्तो कन्डिसन हामीले मागेका छौं कि त्यो कन्डिसन कहिले पुरै हुँदैन। अझ उनीहरू त 3 जना शिवका परम भक्त थिए। उनीहरूले शिवको बाणद्वारा किन भने शिवले हामीलाई मार्दै मार्दैनन् कहिले, किनभने हामी शिवका परम भक्त हौं भन्ने उनीहरूलाई थियो, अनुभूत थियो। त्यसैले शिव चाहिँ उनीहरूका आराध्य देव र उनीहरू शिवका भक्त भएको हुनाले हामीलाई शिवले मृत्युवरण गराउन कहाँ प्रहार गर्छन् होला र भनेर उनीहरूले आफू अमर भएको जस्तो अनुभूति गरे। अब हुन पनि उनीहरू 3 जनामा भगवान शिवको अपार निगाह र संरक्षण थियो र किनभने उनीहरू शिवको साह्रै भक्ति गर्दथे। अब उनीहरूलाई यस्तो वरदान प्राप्त भएपछि, उनीहरू आफू कसैबाट नमर्ने ढुक्क भएपछि अब उनीहरूमा त्यो देवताहरू विरुद्धको बदला लिने अब त्यो योजना बन्न थाल्यो, महत्त्वाकांक्षा जाग्न थाल्यो। त्यसपछि उनीहरूले 3वटा लोकहरू, पृथ्वी, स्वर्ग र पाताल, 3 लोकमा आक्रमण गरे।
अब उनीहरूलाई कसैले मार्न सक्दैन थियो। त्यसैले गर्दा सबैतिर उनीहरूले अब विजय हासिल गरेर सबै लोकका उनीहरू अधिपति भए। अब उनीहरूको अत्याचार यति बढ्दै गयो, उनीहरू देवतालाई चाहिँ देख्नै नसक्ने, ऋषि महर्षिहरूलाई यज्ञ अनुष्ठान आदि गर्नै नदिने, धर्म र सत्कर्मका पक्षधरहरूलाई सताउने दैत्य प्रवृत्ति हो भनिन्छ नि त हाम्रो शास्त्रमा। त्यसै कारणले उनीहरू यसरी चाहिँ नि सबै पक्षलाई, त्यो पक्षलाई उनीहरू दमन गर्न थाले र उनीहरू चाहिँ उनीहरूको राज सुरु भयो तीनैवटा लोकमा। यसरी तारक पुत्रहरू तीनजनाको चाहिँ अत्याचार र दमन अब बढ्दै गएपछि देवता र ऋषि मुनिहरू अब फेरि त्यसबाट जोगिन कहाँ गए, त्यसको समाधान खोज्न फेरि पिता ब्रह्माकामा गए र भने, हे पितामह, तपाईको वरदान पाएर शक्तिशाली भएका तारकासुरका ती तीनजना पुत्रले हामीलाई ध्वस्त पारे, हाम्रो लोक पनि खोसे, हामी सबैमाथि अन्याय अत्याचार र दमन गरिरहेका छन्। कृपया अब तपाईले यो समस्याको समाधान खोजिदिनु पर्यो। तपाईकै कारणले तिनीहरूले यसो गरेका छन् र तपाईले नै यिनीहरूको वध गरिदिनु पर्छ र हामीलाई बचाउनु पर्छ, त्रिलोकको रक्षा गर्नुपर्छ भनेर अनुनय विनय गरे। अब त्यस्तो कुरा सुनेपछि ब्रह्मदेवले देवताहरूलाई भने, हेर देवता हो, मैले नै उसलाई केवल भगवान शिवको हातबाट मात्र मृत्यु हुने वरदान दिएको छु। अब मैले नै दिएको वरदानका विरुद्ध मैले नै उनीहरूलाई वध गर्न सक्दिनँ र अरू कसैले पनि सक्दैन। त्यसैले गर्दा अब मबाट त्यो सम्भव छैन। अब बरु तिमीहरू शिवजीकैमा जाओ, शिवले चाहनु हो भने उनीहरूलाई वध गरिदिनुहुन्छ उनीहरूको र तिमीहरूको समस्याको समाधान दिन सक्नुहुन्छ। आफूमाथि अन्याय भएको कुरा बताऊ भनेर ब्रह्मदेवले उनीहरूलाई सल्लाह दिए। त्यसपछि अब हो पनि देवताहरूले त्यो कुरा अनुभूत गरेर फेरि उनीहरू त्यहाँबाट शिवकामा गए। भगवान शिवकामा गएर चाहिँ के छ भने उनीहरूले आफ्ना सबै समस्याहरू चाहिँ राखे। यसरी तारकासुरका तीनटा पुत्रले हामीलाई यस्तो गरे उस्तो गरे, हामीलाई लखेटे, वास्तवमा उनीहरूप्रति परेका अन्यायका बारेमा व्याख्या गरे। अब हाम्रो सनातन धर्ममा प्राय के छ भने सबै भगवानहरू आफ्ना भक्तको सधैँ संरक्षण गर्ने हुन्छन्, उनीहरूको अधीनस्थ हुने चरित्र हुन्छ। हाम्रो सनातन शास्त्रको कथा अनुसार त्यस्तो देखिन्छ। त्यहाँ मात्रै होइन, अहिलेको युगमा पनि आफ्नो नजिक हुने, आफ्नो गुलामी गर्ने व्यक्तिको त सबैले उसको पक्षमै उसलाई संरक्षण नै गर्ने बानी छ नि हाम्रो, होइन? र त्यतिखेर पनि त्यो रहेछ। त्यसमा पनि भगवान शिव त अझ चाँडै क्रोधित हुने र चाँडै खुसी हुने देवतामा पर्नुहुन्छ र आफ्ना भक्तहरूलाई अझ बढी अधीनमा रहने देवता, भक्तहरूको चाहिँ एकदम नियन्त्रणमा, भक्तहरूलाई चाहिँ हामीले कुरा क्रस गर्नु हुँदैन, उनीहरूलाई संरक्षण गर्नुपर्छ भन्ने देवता मध्ये एकजना देवता चाहिँ शिव हो, जो बढी उनमा त्यस्तो चेतना छ। त्यसैले जब देवताहरू शिवकामा गए त्यसपछि तारक पुत्रहरूको अत्याचार र जो अन्यायका बारेमा सुनाए, त्यसपछि भगवान शिवले भने कि हे देवताहरू हो, तिमीहरूले भनेको कुरा ठिकै हो, तर ती तीनैजना दैत्यहरू तारकाक्ष, कमलाक्ष र मिथुनमाली मेरा अनन्य भक्त हुन्। उनीहरू सधैँ मेरो ध्यान र तपस्यामा लीन रहन्छन् अनि मेरो भक्तिको कारणले उनीहरू पुण्य सम्पन्न छन्। जबसम्म उनीहरू पुण्य सम्पन्न हुन्छन्, उनीहरूमा मेरो भक्तिको कारणले पुण्य सञ्चित भइरहेको हुन्छ, त्यो बेलासम्म त म उनीहरूलाई वध गर्न सक्दिनँ। किनभने हेर, स्वयं ब्रह्मदेवले भन्नुभएको छ कि मित्र द्रोह जस्तो ठुलो पाप त केही हुन्न। त्यसैले उनीहरू सधैँ मेरो ध्यान र तपमै रहिरहने भएपछि त उनीहरू मेरा चाहिँ के भए, परम मित्र पनि भए। त्यसैले म उनीहरूलाई चाहिँ मार्न सक्दिनँ, वध गर्न सक्दिनँ। त्यसैले अब बरु तिमीहरू यसको समाधान निकाल्न श्रीहरि विष्णुकामा जाऊ, उहाँले चाहिँ यसको समाधान तिमीहरूलाई दिन सक्नुहुन्छ भनेर शिवजीले देवता र ऋषिमुनिहरूलाई भने। अब शिवले भनेको त्यो सल्लाह पनि स्वाभाविकै थियो, ठिकै थियो। त्यसैले सबै देवताहरू अब भगवान विष्णुकालाई भेट्न वैकुण्ठ लोकतिर लागे र त्यहाँ पुगेर उनीहरूले भगवान विष्णुलाई सबै कुरा, यही वास्तविकता सुनाए। ती तीन तारक पुत्रहरू कोले चाहिँ अन्याय गरे, यिनलाई वध गरिदिनुहोस् प्रभु भनेर धेरै अनुनय विनय गरे। अब देवताहरूको यस्तो कुरा सुनेपछि भगवान विष्णुले भने, हे देवताहरू हो, ती तीनैजना दैत्यहरू भगवान शिवका परम भक्त हुन्। खोइ उनीहरूलाई म वध गर्न सक्छु कि सक्दिनँ, तै पनि तिमीहरूले भनिहाल्यौ, तिमीहरूले अनुरोध गरिसकेपछि म यसको लागि प्रयास चाहिँ गर्छु। यति भनेर श्रीहरि विष्णुले यो तारकासुरका तीनटा छोराहरूलाई, पुत्रहरूलाई ठेगान लगाउने पहिलो प्रयास सुरु गरे।
उनले त्यो पहिलो प्रयास स्वरूप के सुरु गरे भने उनले मनमा नै पहिला एउटा भव्य यज्ञको स्मरण गरे। उनले भव्य यज्ञको स्मरण गरिसकेपछि त्यो स्मरण गर्न साथ त्यहाँ यज्ञ गणको उपस्थिति भयो। त्यसपछि त्यो यज्ञ गण आइसकेपछि विष्णुले देवराज इन्द्रलाई भने लु अब त्रिलोक विभूतिका लागि तिमीहरू महायज्ञको आयोजना गर र त्यो महायज्ञको आयोजनाबाट एउटा समाधान निस्किन्छ। त्यसपछि देवराज इन्द्रले पनि तुरुन्तै यज्ञ गणको सहयोगमा महायज्ञको आयोजना गरे। महायज्ञ सम्पन्न भयो र त्यो सम्पन्न हुनासाथ यज्ञको यज्ञ कुण्डबाट अति शक्तिशाली हजारौं भूतगणहरू उत्पन्न भए। अनि ती भूतगणहरूलाई भगवान विष्णुले भने कि हेर भूतगणहरू हो, तिमीहरूलाई यहाँ उत्पन्न गरेको चाहिँ किन हो भने तिमीहरूले अब त्रिपुरमा जानु पर्यो अथवा तीनवटा पुरमा जानु पर्यो र ती तारक पुत्रहरूलाई तिमीले वध गर्देऊ, त्यो त्रिपुर पनि ध्वस्त गर्देऊ। यति चाहिँ आदेश पाइसकेपछि ती भूतगणहरू जो यज्ञ कुण्डबाट निस्केका थिए उनीहरू तुरुन्तै चाहिँ त्रिपुरतर्फ लागे। तर अचम्म के भयो भने अब त्रिपुरमा त शिवको भक्तिको कारणले त्यो सुरक्षित थियो, त्यहाँ कोही पनि गलत नियतले जान सक्दैन थियो, शिवको शक्तिद्वारा संरक्षित थियो। त्यसकारणले त्यहाँभित्र छिर्ने बेलामै उनीहरू सबै जसो त भूतगण त भस्म भइगए। अनि अब यो कुराले देवताहरू एकदम निराश भए, ओहो उपाय हाम्रो प्रयास सफल भएन। त्यो घटना उनीहरूले भगवान विष्णुलाई जानकारी गराए। अब विष्णुले थाहा पाए कि यो मेरो पहिलो प्रयास असफल भयो। त्यसपछि उनले के कुरा टुङ्गोमा पुगे भने ती तारक पुत्र दैत्यहरूको संहारका लागि अब मैले एउटा उपाय गर्नै पर्ने भयो। विष्णुले के टुङ्गो गरे भने यिनीहरू शिवको संरक्षण, शिवदेव भगवान शिवको संरक्षणको कारणले गर्दा यी सुरक्षित भएका हुन्। शिवको यिनीहरू अत्यन्त तप तपस्या र ध्यान भक्ति गर्दछन्, त्यसले गर्दा यिनीहरूलाई सुरक्षा हुने कवच प्राप्त भएको छ। र जुन बेलासम्म यिनीहरूलाई शिव भक्तिबाट विमुख गरिँदैन र यिनीहरूलाई पुण्य कर्मबाट च्युत गरिँदैन त्यो बेलासम्म यिनीहरूलाई वध गर्न सकिँदैन भन्ने कुरामा विष्णुदेव टुङ्गोमा पुगे। त्यसपछि उनले अब ती तीनजना तारक पुत्रहरूलाई चाहिँ शिव भक्तिबाट चाहिँ च्युत गर्ने अनि ती संस्कारबाट विचलित गर्ने अभियानको अब सुरुवात गरे। दोस्रो चरणको अभियान सुरुवात गरे र अब भगवान विष्णुले ती तीनैजनालाई शिव भक्ति र पुण्य कर्म, शिवको आराधना मार्फत हुने पुण्य कर्मबाट च्युत गर्नका लागि आफ्नो गम्भीर रणनीति तयार पारे। त्यसका लागि पहिला विष्णुले के गरे भने आफ्नो आत्माबाट, मनबाट, आफ्नो ध्यान शक्तिबाट एकजना अनौठो पुरुषको निर्माण गरे विष्णुदेवले आफ्नो आत्माको तेजबाट। त्यो मायावी पुरुष थियो, तेजस्वी पुरुष थियो, अथवा आफ्नो अनेक स्वरूपमा आफूलाई प्रस्तुत गर्न सक्ने खालको थियो। त्यो कस्तो थियो अरे भने शिर मुण्डन गरेको, अति फोहोरी लुगा लाएको, हातमा काठको एउटा कटौरा जस्तो बोकेको, मुहारमा लुगाले बेरेको जस्तो अनौठो त्यो पुरुष सिर्जना भयो। अनि त्यो पुरुषले शिवलाई के अरे विष्णु देवलाई सोध्यो, हे विष्णुदेव म को हुँ, मलाई किन निर्माण गरियो, मेरो नाम के हो, मेरो काम के हो भनेर तिनले सोधे। सोधेपछि भगवान विष्णुले उनलाई भने हेर तिमी मेरो शरीरबाट नै उत्पन्न भएकाले तिमी अरिह नामले चिनिने छौ। अब दुनियाँमा तिम्रो नाम अरिह हुनेछ र तिमीलाई मैले यहाँ उत्पन्न गर्नुको कारण के छ भने तिमीले एउटा 16,000 श्लोक भएको एउटा यस्तो शास्त्रको रचना गर्नुपर्छ जसबाट यो त्यो मार्ग, त्यो शास्त्र अवलम्बन गर्नेले संस्कार, विधि, न्याय, धर्म, देव भक्ति र विशेष गरी शिव भक्तिबाट च्युत होस्, त्यो पतन होस्, त्यस्तो नास्तिक शास्त्रको तिमीले रचना गर्नुपर्छ। पहिलो तिमीलाई यहाँ सृष्टि गर्नुको उद्देश्य त्यो हो। र दोस्रो तिमीले त्यो तिम्रो जुन नास्तिक शास्त्र हुन्छ त्यो नास्तिक शास्त्र लिएर गएर तिमीले त्रिपुर जानुपर्छ अनि ती तीनजना जुन तारक पुत्र दैत्यहरू छन् तिनीहरूलाई तिमीले त्यो नास्तिक शास्त्र पढाउनुपर्छ अनि त्यो नास्तिक शास्त्र प्रति तिमीले कन्भिन्स गर्नुपर्छ र
त्यहाँ सबैलाई त्यो नास्तिक शास्त्रप्रति विश्वस्त तुल्याएर उनीहरूलाई देव भक्ति, तप, ध्यान र अन्य पुण्य कर्मबाट ध्वस्त गर्नुपर्छ, तिनीहरूलाई पथ भ्रष्ट गर्नुपर्छ र अझ त शिव भक्तिबाट त ती तिनैजनालाई च्युत गर्नै पर्छ। त्यसैले मैले तिमीलाई सृजना गरेको हुँ भनेर ती अरिहलाई विष्णुदेवले भनेछन्। वास्तवमा हाम्रो शास्त्रमा कहीँ कहीँ त्यो पुरुषलाई अरिहलाई नास्तिक नै नामले पनि हामीले नामाकरण गरेको विभिन्न अरू शास्त्रहरूमा, अरू पुराणमा भेट्छौँ र वास्तवमा उनको नाम अरिह हो र उनलाई नास्तिक नामले पनि सम्बोधन गर्ने गरेको छ अरू हाम्रा हिन्दू कतिपय शास्त्रहरूमा। र ती व्यक्तिलाई विष्णुदेवले के पनि भनेको थियो अरे भने, त्यो काम सकिसकेपछि हे अरिह तिमी मरुस्थलमा गएर निवास गर्नु र तिम्रो अरू बेला काम आउनेवाला छैन, तिमीलाई कलियुगमा काम आउँछ अनि तिमीले कलियुगमा फेरि त्यस्तै गतिविधि गर्नुपर्छ भनेर पनि भनेको थियो अरे। त्यसै कारणले अहिले कलियुगमा त्यही अरिहले फेरि यो चाहिँ नास्तिकता विकास गरेर मान्छेमा चरित्रहीनता बढेको हो भन्ने पनि हाम्रो शास्त्रको एउटा व्याख्या छ। हुन त हामी नास्तिकता भनेको विज्ञानको विरोधी, भौतिकवादको विरोधी चाहिँ फरक मत राख्नेलाई, परम्परागत र धर्म सम्बन्धी विश्वास गर्नेलाई आस्तिकता हो भन्ने मान्यता राख्छौँ। तर हामीले यहाँ अर्थ के लगाउनु पर्यो भने नास्तिकता भन्छौँ। नास्तिकता चाहिँ वास्तवमा नेगेटिभ चरित्र हो, गलत चरित्र हो, गलत व्यवहार हो भन्ने कुरालाई हामीले यहाँ बुझ्नु उचित हुन्छ भन्ने हामीलाई लाग्छ। र अब भगवान विष्णुले त्यस्तो निर्देशन दिएपछि ती अरिहले नास्तिक शास्त्रको रचना गरे, शिवजीले भने, विष्णुजीले भने जस्तै, जसमा के थियो, कस्ता कस्ता कुराहरू हाले उनले। स्वर्ग र नर्क भनेको केही फरक छैन, त्यो सब यही धरतीमै छ, मृत्युपछि सबै समाप्त हुन्छ, वर्ण जात भनेको केही पनि होइन, कुनै पनि कुराको धार्मिक नियम र अनुशासनमा बस्ने भन्ने कुरा आउँदैन, यो सबै ढोङ हो, यही जुनीमा सुरा सुन्दरी र इच्छाएका कुराहरूको भोग गरेर जीवनलाई रमाइलो बनाउनु पर्छ, देवताहरू भनेका कोही होइनन्, तिनीहरूको भक्ति तप ध्यान मिथ्या हुन् भन्ने यस्ता यस्ता कुराहरू उनले चाहिँ नि त्यो शास्त्रमा स्थापित गरेका थिए। त्यो कुरामा विश्वास दिलाउने खालको दर्शन निर्माण गरेका थिए। दर्शकबिन, वास्तवमा नास्तिक शास्त्रको सुरुवात पनि त्यहीबाट भयो भन्ने हाम्रो धर्म संस्कारको शास्त्रको अर्थ व्याख्या पनि छ। वास्तवमा नकारात्मकता पनि यिनै देवी देवताहरूबाटै सृष्टि भएको रहेछ नि त। तर सकारात्मकताको महत्व स्थापित गर्नका लागि नकारात्मकताको पनि सुरुवात गरिएको रहेछ। त्यसकारणले गर्दा यी नकारात्मक र सकारात्मक दुवै गुणहरू हाम्रै सनातन शास्त्रका हाम्रा देवताहरूका उत्पादन हुन् है भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ भन्ने एउटा लेसन, एउटा शिक्षा यो वाक्यांशसम्ममा आइपुग्दा हामीले बुझ्नुपर्ने लाग्छ हामीलाई। त्यसै अनुरूप चाहिँ उनले एउटा नास्तिक शास्त्र तयार गरे अरिहले, र उनले अब त्यो शास्त्र पढाउनका लागि उनी त्रिपुरतिर लागे। यो शास्त्र व्याख्या गर्नका लागि उनले के गरेका थिए भने 4 जना आफ्ना अनुयायी पनि बनाएका थिए, पोख्त अनुयायी बनाएका थिए। ती 4 शिष्यहरू जसलाई लिएर गए उनले, र ती शिष्यहरूको नाम के थियो अरे भने एउटाको नाम थियो अरे कृषि, अर्काको पत्ती, अर्काको किर्य र अर्काको उपाध्याय। सायद यो 4 वर्णको प्रतिनिधित्व गराउन खोजेको थियो होला ती शिष्य मार्फत, र उनीहरूलाई पनि साथमा लिएर उनी कहाँ गए त भन्दा त्रिपुर गए अरिह। अब त्यो भित्र दुर्नियत लिएर गएको व्यक्ति त त्रिपुर भित्र पस्न सक्दैन थियो नि त, शिवको शक्तिको भक्तिको कारणले गर्दा। त्यसैले भगवान विष्णुले एउटा उपाय के गरे भने नारद मुनिलाई बोलाएर यो अरिह र उनका सहयोगीलाई त्रिपुर भित्र पस्न सहयोग गरिदेऊ र त्यहाँ पाखण्ड शिक्षा अथवा नास्तिकवादको शिक्षा फैलाउनमा पनि तिमीले सहयोग गर भनेर विष्णुदेवले नारदलाई सल्लाह दिएछन्। किनभने नारद मुनिलाई त दैत्यले पनि मान्दथे, त्यसले गर्दा उनी मार्फत उनलाई विश्वास पनि गर्दथे, पत्याउँथे उनले भनेको कुरा। त्यसै कारणले गर्दा उनलाई त्यहाँ पठाउँदा सहज हुने भयो। त्यसैले नारदजीले चाहिँ अरिह र अरूलाई लिएर चाहिँ त्रिपुर छिर्न उनी त्यहाँबाट हिँडे र भगवान विष्णुले भने जस्तै उनीहरूले त्रिपुरभित्र गएर अनि तारकाक्ष, कमलाक्ष र बिन्दुनमाली 3 जनालाई भेटे।
नारद मुनिले ती दैत्यहरूलाई भेटेर के भनिदिए भन्दाखेरि यी अरिह भन्ने मान्छे बडो ज्ञानी छन् र यिनले जे भन्छन् त्यो शिक्षा नै सही हो, त्यसैलाई अवलम्बन गर्नु र यसलाई नै विश्वास गरेर तिमीहरू अघि बढ्नु है पनि भनिदिए। त्यति भएपछि के भयो भन्दा ती तीनैजना दैत्यलाई अरिह र उनका सहयोगीप्रति विश्वास सृजना भयो। उनीहरूको शिक्षा ग्रहण गर्न उनीहरूले सजिलो भयो, विश्वासिलो तरिकाले, पत्यागिलो तरिकाले उनीहरूले शिक्षा ग्रहण गर्न थाले। अनि उनीहरूले अब अरिहले त्यहाँ आफ्नो नास्तिक शिक्षा प्रदान गर्न थाल्यो। अनि त्यसो गर्दै गर्दै उनले आचरण पनि त्यस्तै अनुसारको विकास गर्दै गयो। ती तीनैवटा दैत्यहरूमा त्यस्तो आचरण विकास गर्दै लगे ती अरिहले। हुँदा हुँदा त अरिहलाई उनीहरूले आफ्नो गुरु पो बनाए। अनि उनीहरू त अरिह बडो चलाक थियो, उसले दैत्यहरूलाई पहिला हत्या हिंसा गर्नु हुँदैन, प्रेम गर्नुपर्छ भने जस्ता सकारात्मक कुराहरूलाई भनेर अनि त्यहाँबाट उसले क्रमशः यो मेरो शास्त्र नै वेदान्त हो अर्थात् वेदको सार हो, शिव विष्णु ब्रह्मा भन्ने कोही होइनन्, त्यो सबै म अरिह नै हुँ, मृत्यु सत्य छ, त्यसलाई जिउँदो हुँदै त्यसैले गर्दा मृत्युपछि केही पनि हुँदैन, स्वर्ग नर्क भन्ने छैन, त्यसैले जिउँदो हुँदै मोज मस्ती र आनन्द ग्रहण गर, त्यो नै मोक्ष हो। स्वर्ग प्राप्तिको आशमा यज्ञ अनुष्ठान गर्नु भ्रम हो, आनन्द र सुख भनेकै परम ब्रह्म हो। त्यसैले शरीर वृद्ध बुढो नहुँदैखेरि सुख मोज मस्तीको खोजी गर, जातिपाती भन्ने केही छैन, सब समान हो, चारवटै वर्ण। उनले त उदाहरण पनि दियो, उसले के भने त अरिहले भने त चारैवटै वर्ण शास्त्रमा भन्छ, चारैवटा वर्ण ब्रह्माको शरीरबाट उत्पन्न भएको हो भनेर हाम्रो शास्त्रमा भनेको छ। एउटै शरीरबाट उत्पन्न भएका ती वर्णहरू पनि कोही ठुला कोही साना हुन्छन् त, फरक फरक हुन्छन् त, त्यसले गर्दा वर्णभेद भन्ने कुरा केही पनि हुँदैन, यो अनुचित कुरा हो भनेर उनले त्यहाँ त्यो पनि चाहिँ उसलाई कन्भिन्स गर्न भने भन्ने कुरा हाम्रो शास्त्रमा छ। हुन त हामी आधुनिक रूपमा पनि अहिले वर्णभेदलाई महत्त्व दिँदैनौँ, त्यो अहिलेको हाम्रो वास्तविकता हो, त्यो यथार्थ त्यही हो र त्यसै गर्नुपर्छ। तर यो कथामा चाहिँ पौराणिक खालका मान्यताका आधारमा विषयवस्तु राखिएको हुनाले मैले यहाँ जस्ताको तस्तै राख्न मात्र खोजेको छु, यहाँहरूले यसलाई अन्यथा नलिदिनु होला। त्यस्तै गरेर अरिहले के सिकायो अरू, स्त्रीको पतिव्रत धर्म भनेको केही होइन, जतिजनासँग विवाह गरे पनि हुन्छ, पुरुषहरूको इन्द्रियलाई बसमा राख्नुपर्छ भन्ने यो सनातन धर्म शास्त्र विधि यो सब मिथ्या हो, यो सब झुट हो, केही गर्नु पर्दैन। धर्म यज्ञ तीर्थ र श्रद्धा यी सब पाखण्ड हुन्, ढोङ हुन्, यो कुनै कुराको आवश्यकता छैन हो। यस्ता यस्ता कुराहरूको व्याख्या गरेर तीनजनै दैत्यहरूलाई उसले पथभ्रष्ट र शिव ध्यानबाट विमुख गर्दै गयो। दैत्यहरू अरिहको नास्तिक दर्शनमा विश्वास गर्दै गए अनि उनीहरू क्रमशः अब शिव भक्ति र श्रद्धाबाट च्युत हुँदै गए। अन्तमा अरिहले तीनवटै पुरहरूमा झुट, पाखण्ड र अधर्म व्याप्त गरिदिए। अब तीनै दैत्यहरू भगवान शिवको आराधना गर्न छोडे, अरिहको पाखण्डी नियमलाई अवलम्बन गर्न थाले, सुरा सुन्दरी र भोग विलासमा जीवनलाई समर्पित गरे। पुरै त्रिपुरामा धर्म संस्कार र त्रिपुरमै धर्म संस्कार र शिव भक्तिको अब यो समाप्त भएर गयो। तीनवटै दैत्य र पुरै त्रिपुरवासी नास्तिक शास्त्रको शिकार भए। हेर्नुहोस् दर्शकबिन, यसरी शिव भक्तिको कारण शक्ति आर्जन गरेर सुरक्षित भएर बसेका तीनजना असुरहरूलाई विष्णुदेवको योजना र अरिहको नास्तिक शास्त्रको कार्यान्वयनले शिव भक्तिबाट टाढा बनायो। यसरी तीनजना नै यी दैत्यहरूले शिव भक्ति त्यागेको र पुरै पुण्य कर्महीन भएको कुरा अब देवताहरूले थाहा पाए। अब उनीहरूले त शिवजीलाई त्यो कुरा बताउनलाई कतिखेर त्यस्तो हुन्छन् र बताऊ भनेर खबर पुर्याउ भनेर बसिरहेका थिए। त्यसै कारणले उनीहरूले देवताहरूले चाहिँ भगवान शिवकामा गएर लु यस्तो 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 भयो, सबै ती त्रिपुरका तीनैवटा दैत्यहरू चाहिँ शिव भक्तिबाट च्युत भए र यिनीहरूको पुण्य कर्मबाट यी पुरै विपरीत भए भनेर शिवजीलाई भनिदिए। त्यति भनिसकेपछि शिवजीले पनि बुझे, ओहो यस्तो मेरो भक्ति गर्नेहरू, यस्तो पुण्य कर्म गर्नेहरूले अब मेरो भक्ति पनि छोडे, पुण्य कर्म पनि छोडे भनेपछि अब ती दैत्यहरू प्रति उहाँको मोह भङ्ग भयो र उनीहरू अब तिनीहरूको सुरक्षा गर्न पनि शिवले छोडे। अब दैत्यहरू जुन शक्तिको सहारामा दुनियाँमा राज गरिरहेका थिए त्यो शिव शक्ति, त्यो शक्तिले नै उनीहरूको रक्षा गर्न छोडेपछि अब उनीहरूलाई समाप्त गर्न, कारवाही गर्न सजिलो अवस्था सिर्जना भयो नि त। र अब त्यसको आधार तिनीहरूलाई ध्वस्त गर्ने
दैत्यहरूलाई समाप्त गर्ने आधार, अब पहिलो आधार यसरी विष्णुदेवको योजनामा यसरी सम्पन्न भयो। हामीले आजको कथा सन्दर्भ चाहिँ यतिसम्म रोक्ने टुङ्गो किन गरेका छौँ भने हाम्रो जिज्ञासा, हाम्रो प्रश्नको उत्तर यतिसम्ममा आइपुगेको छ। तर अब शिवजीले वास्तवमा ती तीनैजना त्रिपुर दैत्यहरूलाई अन्त्य गर्नुहुन्छ। त्यो कन्डिसन पूरा बनाएर उनीहरूलाई चाहिँ वध गरेको कथा छ। त्यो कथा हामी यही अहिलेको हाम्रो सिरियलको निरन्तरताका रूपमा अर्को अङ्कमा प्रस्तुत गर्नेछौँ र त्यो कथाले फेरि हामीलाई नयाँ लेसन, नयाँ शिक्षा प्रदान गर्नेछ। के शिक्षा प्रदान गर्नेछ त्यो अंशले भन्ने कुरा पनि हामी अर्को कथामा ल्याउनेछौँ। आजको कथाको जुन हामीले प्रश्नको जवाबसँग यसलाई जोड्न खोज्यौँ भने ती तीनै दैत्यहरूले भगवान शिवको भक्तिको आडमा दुनियाँमा उत्पात मचाएको त्यस्तै गरेर हामीले जो बुझ्यौँ, त्यसै गरी हाम्रो देशमा पनि ती तारक पुत्रहरूले जस्तै शक्तिशाली व्यक्तिको शक्ति केन्द्रहरूको गुलामी र चाकरी गरेर, अर्थात् भनौँ न तिनको भक्ति गरेर, तिनको संरक्षणमा बसेर, तिनको सुरक्षा कवचमा बसेर देश विरुद्ध भ्रष्टाचार गर्ने, बेइमानी गर्ने, दलाली गर्ने यस्ता समाजका चाहिँ धेरै चाहिँ यस्ता दैत्यहरू हाम्रो समाजमा, हाम्रो देशमा छन्। यो हामी सबैले देखेको बुझेको कुरा हो। यसरी शक्तिशाली व्यक्तिको आडमा दुनियाँमा लुट मचाउने, देशको लुट बचाउने यस्ता बेइमानहरूलाई समाप्त गर्ने कुरामा हाम्रो यो कथाले के सन्देश प्रदान गर्यो त भने सर्वप्रथम समाज र देशका त्यस्ता बेइमानहरूलाई त्यस्तो संरक्षण दिने शक्ति केन्द्र या शक्तिशाली व्यक्तिको संरक्षणबाट बाहिर निकाल्न जरुरी छ। अब कसरी बाहिर निकाल्ने भन्दा हाम्रो कथामा त अरिहको सृजना गरेर नकारात्मक कुरा फैल्याएर उनीहरूलाई चरित्रहीन बनाएर शिवबाट अलग बनाइएको छ। तर यो त्यतिखेरको सन्दर्भको कथा हो। हामीले आजको सन्दर्भमा यसलाई व्याख्या विश्लेषण गर्दा यदि कुनै इमान्दार नेता रहेछ भने र त्यो नेताले थाहा नपाइकन बेइमान भ्रष्टहरू उसलाई चाकडी गरेर त्यहाँबाट शक्ति प्राप्त गरेर बेइमानी गर्दै रहेछन् ती दैत्यले जस्तो भने त्यो कुरा बुझ्ने, ती बेइमान फटा राष्ट्रघातीहरूलाई बुझ्नेले, चिन्नेले, थाहा पाउनेले ती इमान्दार नेतालाई त्यसको इन्फर्मेसन दिएर, सूचना दिएर पनि तिनीहरूलाई चाहिँ के भने उनीबाट टाढा गराउन सकिन्छ र तिनीहरूलाई ध्वस्त गर्न सकिन्छ। यदि ती नेतालाई त्यो कुराको जानकारी छैन भने कुनै कुनै नेता त त्यो कुरा जानकारी भई तिनै भ्रष्टहरूको अंग भएर, पूरक भएर हिँडेका पनि छन्। ती नेता नै भ्रष्ट हुन्, ती आफैमा ती नेता त्यस्ता भ्रष्ट छन् भने तिनीहरू आफै दैत्य हुन्, तिनलाई नष्ट गर्ने आफ्नै विधि छ। तर इमान्दार नेताको संरक्षणमा बसेर त्यो नेतालाई आफ्नो नियत थाहा नदिकन अनि त्यो शक्तिको भरमा बेइमानी गर्नेछन् भने तिनीहरूलाई चाहिँ हामीले सकारात्मक ढङ्गको अरिहको भूमिका निर्वाह गरेर भए पनि तिनलाई चाहिँ त्यो नेताको संरक्षणबाट अलग्याएर ध्वस्त गर्न सकिँदो रहेछ भन्ने आजको कथाको हामीले सन्देश प्राप्त गरेका छौँ। हिजो जेनजी आन्दोलनले किन त्यत्रो रूप लियो भन्दा हिजोका नेताहरूले आफ्ना नजिकका त्यस्ता आफूमाथि आड भरोसा लिएर जनतामा बेइमान गर्ने तत्त्वहरूलाई नचिनेको हुनाले र तिनलाई आफूबाट नअलग्याएको हुनाले त्यो विद्रोह भएर त्यसको शिकार त ती असलै नेता थिए भने तिनीहरू पनि परे। धेरै जसो त बेइमान नै नेताहरू हामीले बुझेका देखेका छौँ, तर कोही कोही त्यसभित्र थिए भने तिनीहरू पनि त्यसको शिकार भए। त्यसैले अब जो नेताहरू सुध्रिनुपर्छ हामी जो भन्छौँ र नयाँ नयाँ शक्तिहरू आउनुपर्छ भन्छौँ, तिनीहरूले पनि अब सत्ता शक्तिमा पुग्नेले पनि आफ्नो नजिकै कोही आफ्नो भक्ति गान गाएर, आफ्नो गुलामी गरेर अनि आफूलाई भ्रममा पारेर आफूबाट संरक्षित भएर कतै देश र जनताप्रति घात त गर्दै छैन, यो कुरा राम्रोसँग बुझेर अनि तिनीहरूलाई आफूबाट अलग्याएर अनि तिनलाई ध्वस्त गरेर देशलाई सही बाटोमा, समाजलाई सही बाटोमा लानु पर्दछ भन्ने पनि हामी अनुरोध गर्न चाहन्छौँ। यो कथाले त्यो पनि शिक्षा हामीलाई प्रदान गरेको छ। हस्त दर्शकबिन, यहाँलाई हाम्रो आजको कथा सन्दर्भ कस्तो लाग्यो? आज यदि हाम्रो कथा सन्दर्भ यहाँलाई ठिक लाग्यो भने, समाजमा यसले राम्रै खालको सन्देश प्रवाह हुन्छ भन्ने यहाँलाई लाग्छ भने हामीलाई प्रेरणा दिनका लागि र समाजको ठुलो भल्युममा यसलाई पुर्याउनका लागि पनि हाम्रो यो च्यानललाई, कथा दर्शनलाई सब्सक्राइब गरिदिनुहोस् र यसलाई सेयर गरिदिनुहोस्
हामी यहाँहरूप्रति धेरै धेरै कृतज्ञ हुनेछौँ। हस्त आजको कथा दर्शनको अङ्कबाट बिदा लिन चाहन्छु। फेरि यही कथासँग जोडिएको अर्को सन्दर्भ र नयाँ सन्देशका साथ फेरि अर्को पटक उपस्थित हुनेछु। हाम्रो कथा यो बीचमा कथा सन्देश कथा दर्शन केही लामो समयसम्म रोकिन गयो, तर अब हामी निरन्तर रूपमा हरेक 15 दिनमा एक पटक एउटा नयाँ कथाका साथ आउँछौँ, निरन्तर रूपमा आउँछौँ। त्यसले गर्दा यहाँहरूले हाम्रो कथा सन्दर्भलाई नियमित रूपमा सुनिदिनुहुन्छ भन्ने अपेक्षा पनि गर्दछौँ। हस्त आजलाई बिदा दिनुहोस्। नमस्ते।